हेलो गाइस, बिहान बिहान हेर्नुहोस्, धान रोप्न परेछ। बिहान अहिले 5 बजे छ अनि 5 बजे उठेर मम्मीले यहाँ चिच्चाको चिच्चाइ गरेर हेर्नु म 5 बजे उठ्न बाध्य भएको छु धान रोप्नको लागि। हेर्नु हाम मम्मीले चाहिँ यो घरमा हाम मम्मीको चल्छ चिच्चाको चिच्चाइ कुरा नगर्नु। यस्तो हिलोमा अब बिहान के छ यो बिउमा चाहिँ जुत्ता पर्छ है। अब यसरी बिउको मुठा छोप्ने अनि रोप्ने। अब धानको मुठा छोप्ने सेफ्टीको लागि यस्तो विन्ड सिटर बाँधेको, यहाँ मुखभरि बाँधेको, मुखभरि छिप्पियो। अब हाम्रो ड्याडी पनि आउँदै हुनुहुन्छ। अघिसम्म खाना पकाउँछु भनेर बस्नुभएको थियो, अहिले चाहिँ आउँदै हुनुहुन्छ। यहाँ चाहिँ सधैँ बिउमा जुत्ता लाग्थ्यो, अहिले चाहिँ लागेन छ। 4-5 दिन भयो बिउ गरेको ल गाइस, मम्मीबाट चाहिँ सुरुवात भइसकेको छ। ल बाबाबाट पनि सुरुवात हुँदैछ। ओहो वाह रे वाह, हेर्नु कति फास्ट रोप्नुहुन्छ। नचेत रगर अब मैले रोपेको कहिले हो यो भिडियो बनाउँदा यो बाँकी छ। बल्ल 7 पनि बजे छैन, 5 बजे उठाएर कहाँ हुनुहुन्छ? यही जान्छु नि। हेलो गाइस, मेरो जेठी छोरीले रोप्दै गर्दा कान्छी छोरीले रोप्नलाई चाहिँ कति राम्रो रोप्दा रहेछन्। अनि यो जेठी छोरीले रोप्दैछन्। एकदम फास्ट रोप्दैछन् कि पहिलो पटक हो क्या रोप्दैको। अनि जेठी छोरीको पनि पहिलो पटक हो। बाँकी दिन हामीले त रोप्थ्यौँ है। अर्को तल मम्मीले रोप्दै हुनुहुन्छ उहाँको। यो मम्मीले रोप्दै हो, बच्चाले एकदम भम्पर जस्तो रोप्दैछ नि। फाइनली गाइस, रोप्न पनि सकियो। मेरो कपडा खाएर चाहिँ यस्तो भएको छ। कपडा जोगाएर रोप्न पनि सक्दैन मैले। यो आनन्द भयो। कति बज्यो? 7 बजेको छ।